ल अब चाहिँ आज चाहिँ नानी लिनुलाई चक्कसँग जाने प्रोग्राम छ। घाम अति धेरै छ धरानमा। अब सर हिँडेमा राँगाचो पुग्नु लागेको छु म। अब सर गएर नानीलाई लिएर आउने हो। यो चाहिँ पानी ट्याङ्की सिरिसको फुल दामी छ। अब यहाँबाट सर लागेँ म मासतिर लागेँ। आजको प्रोग्राम भनेको अब नानी ल्याउने अनि त्यसपछि ड्युटीमा जाने हो। हामी टक्क जोरसोक आइपुग्न आँटेको छौँ। अब नानीको स्कुल पुग्न आँट्यौँ हामी। नानीको स्कुलको गेट। अब छोरो के गर्दैछ हेर्ने हो ट्याक्कसँग। अब भित्र छिरेन नानीको स्कुल। छोरो आयो, खुसी हुँदै छोरो आयो। छोरोको पिङमा ठोकेर अलिकति घाउ भएको रहेछ। अब हामी बाइकमा बसेर सर र बाबा छोरा गफ गर्दै हामी आउँदैछौँ। अब छोरोलाई घर छोड्ने हो, त्यसपछि ट्याक्कसँग आफ्नो ड्युटीमा जाने हो। प्रायः दिउँसो चाहिँ म 3 बजी नानी लिएर आएर घरमा छोडेर अनि म फेरि ड्युटी निस्किन्छ। त्यसरी नै मिहिनेत भइरहेको छ। किनभने नानीको मामु चाहिँ अहिले बिमारी हुनुहुन्छ। अहिले उहाँ ड्युटी गर्न सक्नु भएन। ट्याक्क घर आइपुग्न आँट्यौँ हामी बाबा छोरा गफ गर्दै। अब फाइनल्ली आएर ढुङ्गेल घर आइसकेको छ। घरको छेउमा अब आइपुग्यो।